दिन्छु ल म सुरु गरौँ मैले वास्तवमा भने पद्मालयको प्रतिबद्धता भनेर एउटा कविता लेखेको छु यो हिजो बेलुका लेखेको है पद्मालयको प्रतिबद्धता यहाँ आएपछि केही प्रतिबद्धता हुनु पर्यो नि मैले सम्बोधन नगरी सुरु गरेँ यात्राको जीवनमा एउटा यस्तो यात्रा रोजे मैले जहाँ विश्राम होइन सधैँ श्रम गर्न मन लाग्नेछ विभेदका जन्जिरहरू तोडेर नेतृत्वको कुर्सीमा बस्न लालाहित बनिनेछ तिमी सक्दैनौ भन्ने शब्दलाई परिमार्जित गर्दै तिमी नै सर्वशक्तिमान बन्नेछौ भन्ने बन्नु छ चुलो चौको सँगसँगै नेतृत्वको डाडु बन्यो हातमा आउनेछ नुन अड्कल्न जान्ने मैले विकासको लागि बजेट जुटाउन जान्नेछु भैँसी र बाख्रा पाल्न जान्ने मैले जनताको आवश्यकता बुझ्न जानेकी छु बिउ रोपेर धान फलाउन सक्ने मैले बिउ रोपेर धान फलाउन सक्ने मैले योजना रोपेर विकास फलाउन सक्ने छु घाँस काटेर भारी बाँध्न जान्ने मैले उद्योग खोलेर समृद्धि फलाउने छु विभेदका थुप्रै शिकारहरू भोगेको मैले प्रेमका थुप्रै प्रकारहरू बाँड्न सक्ने छु हिजो म एक्लै थिएँ भन्ने म आज यति ठुलो जमातमा छु मलाई विश्वास गर्ने तपाईँहरू सबैमा म कृतज्ञ छु म विनम्र छु मैले रोजेको जात होइन मैले खोजेको वर्ग होइन प्रकृतिले मलाई जे दियो त्यसैमा स्वीकार्यता छ तर मलाई विभेद स्वीकार्य छैन मेरो लैङ्गिकता मेरो गर्व हो मेरो अपाङ्गता मेरो पहिचान हो महिला म सर्वशक्तिमान हो म विभेद गर्न र विभेदसँग जन्मेकै होइन मसँग स्वाभिमान छ सद्भाव छ स्वाधीनता छ म माग्ने होइन प्राप्ति मेरो अधिकार हो यसैले हातेमालो गर्दै सँगसँगै म लड्न सक्छु म अघि बढ्न सक्छु रमाइलो संसारभरि जित्न सक्छु म मात्र होइन मेरो वर्गको स्वाभिमान चाहन्छु म जस्ता मेरा मित्रहरूको नेतृत्व स्वीकार गर्छु महिला भएकै कारण विभेद गर्नेहरूलाई सबक सिकाउन सक्छु म मात्र भन्नेहरूलाई हामी भन्न सिकाउँछु म एउटा प्रतिबद्धता जाहेर गर्न चाहन्छु आउँदै गरेको निर्वाचन 2084मा महिला पहिला र महिलामा जो आउँछ उसको नेतृत्व स्वीकार गर्नु छ यो वा त्यो दलको नाममा म विभेद गर्ने छैन यो वा त्यो दलको नाममा म विभेद गर्ने छैन यो वा त्यो वर्गको नाममा म विभेद गर्ने छैन र यो वा त्यो वर्ग वा दलको नाममा विभेद सहने पनि छैन यसैले म प्रतिबद्धता जाहेर गर्छु 84मा महिला पहिला जो आउँछ उसको नेतृत्व स्वीकार्य छ र समर्थन छ अन्तरपुस्ता महिला सञ्जालको सिद्धान्त म अवलम्बन गर्नेछु र गर्न लगाउनेछु म महिला नेतृत्वको लागि सधैँ तत्पर रहनेछु आफू र आफू जस्तै महिलाको लागि लड्नेछु सधैँ साथमा हुनेछु धन्यवाद